Hey guys, this is the new day and new vlog. अनि सबजनालाई गुड मर्निङ। अनि अहिले चाहिँ म यता अङ्कलको घरमा यता नेट चलाउन आएको थिएँ क्या। चलाउन आएको बत्ती कहाँ थियो यसको, यहाँ बत्ती गएर नेट चलाउने पाएको त छैन खासमा। त्यही अनि खाएर हामी ट्याक्क बाहिर ड्रिल हुन जान लागेको। अब बत्ती छैन, अब चाहिँ काम गर्नु छैन। यस्तो खालको ढोका चाहिँ कस्तो ठिस लाग्छ। त्यही म चाहिँ ठुलो अघि घरतिर जान लागेको। टोयोटा गाडी जर्मनको बाटो चाइनाको। यो फोटो मैले यस्तो बल फोटो खिचेको थिएँ है। त्यो मलाई फोटो धेरै चाहिँ घाम आयो भने पनि फोटो खासै राम्रो आएन। त्यो मैले एडिट गरी हाल्न लागेको थिएँ, एडिट गर्न गएको छुइनँ है। फुलामी अनि कोदो कुट्नु भने होइन ठिकै हो त कहाँ आज अन्त के गरेर आएकोलाई म त कोदो कुट्ने भनेर यसो ग्राउन्ड डुल्नुलाई टोयोटा गाडी यस्तो बल लाग्छ आज घाम बादल कस्तो ज्यान ठुलो भएर होला। बेसी कोदो नकुट्ने आज कति थियो कोदो चाहिँ। म त भात खाएर भने यसो कोदो कुट्न आइदिउँ भनेर एकदम कोदो कुट्छ सबै यो सुन्ने छ है। गाउँ कोही छैन, मलाई एक्लै बस्यो भिडियो बनायो बस्यो एक्लै घरतिरै गाउँतिरै। बत्ती आएको छ के हेरेर गेम खेल्दा भात खाइस् हो र कच्ची खाएको मैले खाँदा मैले अहिले खाइसकेको भनेपछि म गएँ कहाँ हो त। ओ माई गड यसको भिडियो बनाउँछु एउटा आज। बत्ती गयो यार, म नेट चलाएर हिजोबाट त केटाहरू काठमाडौँ गइहालेँ। यसो 2-3 जना थियो, त्यो पनि रमाइलो हुन्थ्यो भनेर गएँ। त्यो पनि गएँ, आजबाट पनि एक्लै हो। लागेको झ्यालो ठुलो रहेछ पुऱ्यायो क्या। What's up, everybody? के छ हालखबर? ठिक छ? काठमाडौँ कस्तो राम्रो देखाएको तपाईँलाई आज हो भनेको। पुस्दै राख्दा के छ हालखबर अनि? ठिक छ, यतिको हुनु पऱ्यो नि, भाइब आउनु परेन भनेको। ओके ओइ के ताप पनि खान्छ तिमी? ताप पनि खाने? दिन काट्न सजिलो हुन्छ है खाएपछि है, हो कि नाना न है? दिन काट्न सजिलो हुन्छ है। हो मलाई थाहा छ यस्तो कुराहरू। झ्याप भइबस्छु दिन काट्न सजिलो हुन्छ क्या। किन थाहा छ? अब आफैले आफैमा अब त्यो हामीले टक्क लगाएर घरको दाउरा सिरमा लगाएको
बन्जर कहाँ छ रे भाइ बन्जर निकाल्नु खै म निकाल्छु तैँले अलिक गाह्रो छ नि त हुन्छ ढोकाले के मैले के भेट्यो भने क्वालिटी यस्तो छ नि यो दुइटा झ्याल खुल्नु पर्छ ल कि नै यो दुइटा झ्याल खुल्नु त्यो होइन यताको अब यताको चस्मा यार के मात्रै मेरो यहाँ चादरहरू छ कि आज दार्जिलिङ भाइ यो राखेँ बाहिर राख्नु चाबीहरू धुने चाहिँ ढोका धम्की दाँत चिर्ने उसी केमा हो ओ मम्मी ओ अदाना कहाँ छ अदाना कहाँ छ कुन देखाउ त यो चिलाउनेको दाना चिर्नु पर्ने भयो यति सबै यति यहाँ पनि छ यहाँ झन्डै छिरेन अघि यहाँ भित्र पालमा सर्पको डर लाग्छ क्या अरू लाग्दैन खस्छ भाइ ओ भाइ आउन यार यता दाउराहरू मिलाउन यार सहयोग गरौँ न यार तिमी नाच्ने किन नाच्ने अब फेरि चानो अचानो पछाडि लाग्ला हेरे के त्यो चिर्नु लाग्यो सुरुमा चिर्नु यही बन्चर खैले आइदिन्छ त बन्चर कहाँ राखेको जाऊ तिम्रो कभर ल्याएको गाई मलको छिटो उतै छ खाटमा हेर्न दार्जिलिङ लागेको हो ड्याङमा कस्तो चिलाउनेको यार जिउभरि छिरेर अब कस्तो जिउ चिलाउँछ यसले फेरि सुन्न त्यस तिम्रो हाल्छौ झ्याल्नु नचल अब झ्याल्नु काम छ मलाई हुन्छ बाक्सा बोकेर दारू बोक्ने होइन आइज नि मैले यति दाउरा चिर्छु कि अझ यति चिर्ने बाँकी छ यति चिरेपछि चाहिँ आनन्दै हुन्थ्यो ढाडा दुइसक्यो बल्ल बल्ल दाउरा हाल्नु ल छिटो हाल दाइले हालिदिन्छु ल हो त्यो हाल होइन एउटा अलिक सिधा सिधा हाल है ए यस्तो हाल अहिले यस्तो हाल न पखाउनु दाइले छु जस्तो छोड्दा यस्तरी यो हाल एउटा अनि यो एउटा यस्तरी हाल अन्त यो भरिङबाट जाला हो चाहिँ यो भरिङबाट पल्ट खुलाएछ माथि गेटको जा गेट खुलाएछ माथि पहिला छिटाइज यस्तो हालेपछि यत्रो त मुढो चाहिँ माया खै जुने गाह्रो छ काम गरे खानालाई केटाकेटीहरू यस्तै पारा भन्छ नि कहिले सिद्धिने हो भाइ ढोखोले हो ढोखोल छ तैँले सुन होइन यस्तो लिएर जा अङ्गालो मार्दै ढाल्ने यहाँले हो सरी हो गुड बोय लिएर जा
त्यसरी लिएर आइज फेरि मैले त्यति सब दाउरा चिरिसकेँ यति मात्रै चिर्न बाँकी हो अब टोटल यति बाँकी यो चिरिसकेको थियो भाइले आधी माथि पनि लगाइसकेको छ रुममा हुँदा भान्सा कोठामा अनि यता यो यस्तो बबा लगाएर चाहिँ कि यो फुलहरू होइन यसको मैले फोटो खिचेको दिनँ अब भयो भ्यायो भने एकदम मिलाएर चट्टो लगाएर अहिले चाहिँ घामडुप नै मात्रै लगाइसकेको छ यत्तिकोमा राखेर बनायो भने कस्तो दामी आउँछ ल त्यो दाउरा चिरेर सब सिरिसकेको छ खुसीमा गाह्रो छ काम गरी खानलाई सब जिन्दगी हामी गाह्रो है मत्ती पनि डर लाग्यो धुलन लानुपर्छ आउनुपर्छ लैजा न म के लगाउँ भन्छ रकेट बाल फिर हाल्नु अरे भिडियो सब जान्छ Wow, lovely, love it, I love it. के रे? यो त हावा पुरो भाइ छिटो सार है कला होइन यो चर्ती कला हो यो चर्ती कला